वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी केन्स अस्ट्रेलियाको केन्स भन्ने ठाउँमा आइपुगेको छौँ। यो पोर्ट चाहिँ नयाँ हो, सो नयाँ भन्दा पनि आएको म चाहिँ पहिला, तिमी पनि आएको? म त थुप्रैचोटि आइसकेको। सो आज चाहिँ हामी केन्स घुम्नेछौँ। सो त्यहाँसम्म जानुको लागि चाहिँ हामीले आज पहिला टेन्डर बोट लियौँ, अनि त्यसपछि यो क्रुको सटल छ। यो सटलले चाहिँ हामीलाई सिटी एरियासम्म लान्छ। लास्ट टाइमको भन्दा चाहिँ डिफ्रेन्ट, किनभने लास्ट टाइम चाहिँ हामी ठ्याक्कै हाम्रो सिप चाहिँ सिटीमै डक भयो थियो कि, अहिले चाहिँ यहाँ कहाँ होला। आज चाहिँ हामी डिफ्रेन्ट ठाउँमा छौँ, अलिकति टाढो छ जस्तो छ, मेबी 15 मिनट्स लाग्छ कि। सो अझ हामीसँग 3 घन्टा छ। 3 घन्टा छ। सो 3 घन्टामा हामी ब्याक अन बोर्ड हुनेछौँ। सो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला, अनि हामी तपाईँहरूलाई केन्स, अस्ट्रेलियाको केन्स कस्तो छ भनेर देखाउँछौँ है त। सो विविधता छ है। आजको प्लान धेरै ठुलो त छैन, गर्मी चाहिँ एकदम गर्मी छ, एसी हुन्छ। सो यो चाहिँ केन्स हो। सो हामी अहिले यो सटल बसबाट झरिसकेपछि भिडियोलाई कन्टिन्यू गर्छौँ है त। सो टिल देन। सो तपाईँहरूलाई थाहा नै भयो होला, हाम्रो माइक चाहिँ अलिकति डिस्टर्ब आइरहेको थियो। सो त्यही भएर हामीले चाहिँ यो भिडियोमा चाहिँ भोइस ओभर गर्नु पऱ्यो। सो प्लिज नरिसाइदिनु होला। अनि त्यसपछि चाहिँ हामी फाइनली सिटी पुग्यौँ। अनि त्यहाँ चाहिँ हामीलाई ड्राइभरले बिच साइडमा लिएर लगेर राखिदिएको थियो। अनि हामी चाहिँ त्यहाँबाट लोकेसन भेटाउनको लागि वाइफाई खोज्दै हिँड्दै कि, किनभने यहाँ चाहिँ स्ट्रिटतिर पनि वाइफाई फ्री वाइफाई खोज्यो भने पाउँछ कि। अनि फाइनली त्यहाँबाट चाहिँ हामी यस्तो गर्मीमा मल खोज्दै हिँड्यौँ। खासमा चाहिँ हाम्रो प्लान चाहिँ कसिनोतिर पनि जाने थियो कि, एकछिन कसिनोमा गएर उ गर्ने पनि थियो, चिल गर्ने पनि थियो। तर टाइम एकदमै लिमिटेड भएर चाहिँ हामी जान पाएनौँ। अनि यस्तो 40 डिग्री भन्दा कति थियो 40 होइन 36 समथिङ कति डिग्रीमा चाहिँ यस्तो तातो घाममा चाहिँ उसले बाटो बिर्सेर मलाई गलत बाटो धेरै भएको थियो नि त। अनि के अरे यो पोर्टमा फेरि गएको, अनि त्यही भएर लास्ट कन्ट्र्याक्ट गएको थियो। अनि त्यसपछि अनि घाममा अनि मलाई गलत बाटो ल्याएर फेरि त्यहाँबाट हामी फर्केर म चाहिँ धन्दा छाता लिएर गएको थिएँ, नभए चाहिँ मेरो अलिक हराए जस्तो सिचुएसन भएको थियो। तर पहिला पनि गएको थिएँ, 1-2चोटि चाहिँ बिर्सेँ, अनि फेरि याद आयो। तर फाइनली हामीले मल चाहिँ भेट्यौँ। अनि त्यसपछि होइन यो मल भेटेको छैन यतिखेर चाहिँ एउटा नेपाली रेस्टुरेन्ट पनि थियो। त्यो नेपाली रेस्टुरेन्ट चाहिँ कस्तो टाइमिङ कि कति बजी अरे बिहान 11:30देखि 2:30 बजीसम्म खोल्ने, अनि फेरि बन्द भएर फेरि 5:30देखि फेरि पछि कति बजीसम्म रातिसम्म खुल्दो रहेछ क्या। मलाई चाहिँ त्यतिखेर त्यहाँ जानु मन लागेन, किनभने त्यहाँ चाहिँ त्यो उ गरिसकेको थियो कि अलमोस्ट प्याकअप टाइपको हुन्छ नि, हिमालयन रेस्टुरेन्ट अलमोस्ट त्यो टेबल कुर्सीहरू सबै मिलाइसकेको थियो कि। अनि मान्छे पनि कोही थिएन होइन। अनि मलाई चाहिँ कोही छैन, लाइक मिठो हुँदैन होला, त्यही भएर कोही छैन जस्तो लाग्यो। त्यही पनि त्यतिखेर हामी त्यहाँ पुग्दाखेरि कति बजिसकेको थियो, 1:45 कि 2 बजिसकेको थियो। अनि आधा घन्टामा बन्द हुन्थ्यो। अनि तिनीहरू फेरि बेकारमा हामीलाई हेरेर फेरि यिनीहरू आयो भनेर सोच्छ जस्तो लाग्यो नि। त्यतिखेर एक्सट्रिम भोक लागिरहेको थियो, त्यही माथि टेन्सन। यतिखेर त हामी कुद्दा भएको है, किनभने हामीसँग 3 घन्टामा मेन त अब मल जाने बाटो चाहिँ थाहा थियो, तर बाटो सबै एउटै भएको कारणले गर्दाखेरि कन्फ्युज भयो। अनि त्यही भएर हामी चाहिँ मल हिँड्दै अब यतिखेर चाहिँ हामी चाहिँ हराइसकेको थियौँ। यो पोर्ट चाहिँ कस्तो उ छ कि, तर मलाई चाहिँ हुन्छ नि त्यति साह्रो लाग्दैन कि, त्यति साह्रो क्राउड त छ नि, तर बाटो सबै एउटा भएको कारण। तर फाइनल्ली हामीले मल चाहिँ भेट्यौँ। मल पनि कस्तो खाले मतलब अगाडिको चाहिँ यही मल सेन्ट्रल। अनि कस्तो मल पनि हुन्छ नि कस्तो खाले के, लाइक माथि मन पऱ्यो त्यति साह्रो ठुलै थियो, सबै थियो नि त्यसमा। तर मैले सोचेँ जस्तो त्यो अब सिटी भएको। ओके, अब हामी चाहिँ मलभित्र एसीमा। ला मल बन्द छ क्या आज यार, नहुनु त पर्ने हो। छैन बन्द छैन।
हामी यो चाहिँ केन सेन्ट्रल है मलभित्र चिसो चिसो सबभन्दा पहिला खाने ल माथि हो फुड कोर्ट चिसो ल यो चाहिँ मल है केन्सको मल है यो ल अब खाना खाने ए केही छैन अर्डर दिने रहेछ नि त यहाँ अर्डर दिने प्राइजहरू मात्रै छ बेबी आइज प्राइजहरू मात्रै रहेछ अहिलेको ठाउँमा जाने अहिलेको ठाउँमा जाउँ त्यसो भने थाइमै खाऊँ ल सबवे पनि छ नि त छ माइनक्राफ्टको के दिँदै थियो ए जेबी हाफे नछिरौँ ल कि छिर्ने ला क्यामेरा पनि ल्याएको थियो कहाँ फोटो खिच्ने होइन यो फुड कोर्ट देखाएको क्या मैले यस्तै छ है केटा हो केटाकेटी हो फुड कोर्ट कहाँ छ माइनक्राफ्ट कुचेले हामी चाहिँ यहाँ सरथाइमा खाने हो बेन्तो के खाने चिकन सो फाइनली खाना लिएर चाहिँ हामीले खाने काम गऱ्यौँ अनि खाना चाहिँ ठिकै थियो थाई फुड थियो उसले अलिकति सलाद खायो मैले चाहिँ हल्का फ्राइड राइस खाएँ अनि अलिअलि के आइटमहरू थियो त्यही खाएर हामी चाहिँ त्यहाँबाटै हिँड्यौँ अनि त्यसपछि चाहिँ हामी अझै मललाई एक्सप्लोर गर्नुलाई खाना खाइसकेपछि निस्क्यौँ होइन त्यस्तो ठुलो त थिएन त्यही पनि त्यहाँनिर ग्रोसरी स्टोरहरू थियो जुन चाहिँ हामीलाई चाहिएको थिएन सो हामी त्यहाँ पसेनौँ वुलवर्थहरू एसियन मार्केटहरू सबै चिने थियो नुडल्सहरू किनेको भए सायद त्यहाँबाट किन्थ्यौँ होला तर हामीलाई किन्नु थिएन सो हामी चाहिँ लाग्यो टार्गेटमा चाहिँ उसले टन्नै सपिङ गर्यो मैले चाहिँ के किनेन त्यस्तो केही पनि किनेन हो 3टा पेन अनि 4टा टी सर्ट किने होला 3टा पेन 4टा टी सर्ट ओके गाइस सपिङ बल्ल सक्यो टाइमै छैन हैन कुद्दा अब भाग भइसक्यो अलिअलि सपिङ भयो टी सर्टहरू अलिक सस्तो भेट्यो अनि किने सो अब भेप किन्ने अनि हामी ब्याक अन बोर्ड हुने ओके फाइनली हामी चाहिँ अब ब्याक टु बोर्ड हाम्रो सिप कहाँ छ खै ए ऊ पर रहेछ होला ऊ हाम्रो सिप यहाँ छ सो हामी अब त्यहाँ जाने हो चढ्दैन के डरा आजको टुर कस्तो भयो त अलिक रस भयो टाइम भएन कस्तो भयो एकछिन सास फेरेन अब आएर अब बसा त ढुक्क भयो नि त होइन ढुक्क भइरहेछ सो त्यही हो साथी हो केन्स यस्तै छ यो चाहिँ हाम्रो डकिङ एरिया हो जुन पनि लागिरहेको कहाँ छ जुन वेयर इज द मुन ऊ पर रहेछ लो मुन पनि हेर्न यो मुन ओके हाम्रो बोट पर्छ सिप सानो टेन्डर अझै चाहिँ अलिक ठुलो टेन्डर परेछ सो इजी भयो सबैजनाको लागि म देखाइदिन्छु पर पनि आइल्यान्ड रहेछ यो आइल्यान्ड सानो आइल्यान्ड ओके फाइनली हाम्रो बोट हिँडिसक्यो ये
ओके गाइस, फाइनली हामी ब्याक अन बोर्ड भइसकेको छ। सो आजको केन्स त्यति नै भयो। न्यू अपकमिङ पोर्ट्सहरू पनि छ हामीसँग होइन। सो नयाँ पोर्टमा पनि भिडियोहरू बनाउँदै गरौँ ल। सो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला, अनि च्यानललाई चाहिँ सब्सक्राइब। त्यति भन्दै आजको लागि यति नै। सो सी यु नेक्स्ट भिडियो। थ्याङ्क यू, टेक केयर।